रुमतिर जाने प्लान छैन। जानु त मन लागिसक्यो नि यार। के गर्ने त्यस्तै छ हामी परदेशीको जिन्दगी होइन। घर जान मन त थियो हेर्नुहोस् दाजु, अब के गर्ने घरको परिस्थिति हामी भनौँ त्यस्तै छ। अब घरको परिस्थितिले गर्दाखेरि बस्नु परेछ, बाध्यता यस्तै छ भनौँ। अनि त्यही हो, अब छोरा मान्छे त भोग्नुपर्छ। छोरा मान्छेले खतरा नखाइछ अब पाइदो रहेछ। के गर्ने घर जान मन त थियो दाजु, मन भयो पनि के गर्ने घरको आर्थिक स्थिति कमजोर छ होइन। घरको आर्थिक स्थिति कमजोर हुनाले बाध्यताले नै बस्नु पऱ्यो भनौँ। अब 7-8 वर्ष यतै खाडीतिरै बिताइयो, अझै पनि खाडीतिरै छु भनौँ। घरबाट त अब आमाहरू दिदीहरूले भन्छन् तिहारमा टिका लगान आइज भाइ, आमाले भन्छन् दसैँमा टिका लगान आइज, यत्रो वर्ष भइसक्यो निधार खाली गरेर कति राखिरहेको छ भनेर आमा दिदी दाइ भाउजूहरू भनौँ अब घरमा सबैले बाटो हेरेर बसिरहेछन्। घरको स्थिति, घरको परिवारलाई सम्झिन्छु, घर जान मन लाग्छ। घरको आर्थिक स्थिति र घरको अवस्था हेर्दाखेरि चाहिँ केही वर्ष फेरि बसेर अलिकति कमाएर जान्छु भन्ने लाग्छ। त्यस्तै छ हामी गरिब किसानको छोराहरू होइन। के भन्दा देश नेपाल नै त्यस्तै छ। घरको स्थिति सम्झ्यो बस्न मन लाग्छ, घर परिवार सम्झ्यो जान मनसँग जाम्ला भन्ने प्लान गरिरहेको छु। अब घरमा अब आर्थिक स्थिति केही सुधार भयो भने जानुपर्छ। अनि तपाईँ चाहिँ कहिले हिँड्नुहुन्छ? अब मेरो पनि जाने प्लान हो। अब के हुन्छ जानु होला राम्रोसँग होइन। आफ्नो त यस्तै छ अब होइन। अब मान्छेलाई त सबै कुराले त कहाँ पुग्छ र दाजु के गर्नु। अब त्यही हो, अब जान मन लागिसक्यो। अब मेरो पनि कामहरूमा नै अब त्यति राम्रो छैन। अब कामहरू ठिक छैन के भन्नु, अब आफ्नो लभ नै यस्तै छ। काम त अर्काको नोकर भएर आइसकेपछि यस्तै हो दाजु हेर्नु। अर्काको नोकर भएर आएपछि यस्तै हो, अब गर्नै पर्यो। अब अलिकति अरूको गाली गलोच पनि सहनै पर्ने रहेछ होइन। अब खा भनेर कहिले दिँदैन, बोल भनेर नि बोल्न दिँदैन। के भन्दा हाम्रो जिन्दगी त यस्तै हो परदेशतिरको होइन। अब बिहान उठ काममा जाऊ, अनि साँझ भएपछि रुममा आऊ, केही बेर आराम गर। बिहानै उठ्न पनि अलार्मको भरमा उठ्नुपर्छ। छिटो खाएको नपिएको आराम नगरेको जस्तो गरेर दौड्नु पऱ्यो, टाइममै पुग्नु पऱ्यो। 1-2 मिनट लेट भएपछि अब आधा महिनाको सेलेरी नै काटिन्छ। के गर्ने यस्तै छ अवस्था। अब दुःख सुख जे भए पनि केही घर परिवारलाई केही सुख दिन सकिन्छ कि भनेर त्यही आशामा खाडीमा 8-9 वर्ष बिताइयो भन्नु। के भन्दा नि अब आफूलाई सोचाइ हान्नु भएन। अब गर्नु पर्यो आफूले। त्यस्तै छ दाजु, त्यस्तै छ हामी विदेशीको जिन्दगी। के गर्ने परदेशी छोरा मान्छे भएपछि कमान हिँड्नु पर्ने रहेछ। कोहीलाई थाहा छैन है, खाडीको दुःख कोहीलाई थाहा छैन। खाडी देख्छ अनि फोटोहरू ओहो कुरा बनाइन्छ। मान्छेले सोच्छन् कि फिलिङ्स बुझ्दैन। मान्छेले सोच्छन् त्यो देखेपछि यो मान्छे त ल है त्यहाँ गएर त मौज मस्ती यसो आराममा घुमिरहेको रहेछ, मजा रहेछ, हामी पनि जानुपर्छ भनेर सोचेन। खाडीको दुःख खाडी आएको मान्छेले मात्रै बुझ्छ कि दाजु। स्ट्यान्डमा बस्यो नि तर दुःख नै हो। जसले भोगिरहेछ त्यसले मात्रै बुझ्छ कि। अब सामनेवालालाई एक्सप्लेन गर्दाखेरि गफै त दिइरहेछ भने त्यस्तो सोधिदिन्छन्। के भन्नु दाजु यस्तै छ। अब दुःख पाए पनि सुख जस्तो भनेर त्यही हो। अब मान्छेलाई बस्नु पर्यो। खुसीमा बसेको छु भन्दा पनि विश्वास नलाग्दो रहेछ। अब मान्छेलाई चाहिँ त्यही फोटोको क्वालिटीमै जज गर्दो रहेछ। त्यही हो दाजु। अब के गर्ने, जे जति दुःख छ हामी खाडीवालालाई थाहा छ। त्यही हो। म आफूलाई सुकुन यतिमा मिल्छ कि आफूले दुःख गरेर अलिकति
केही दुःख गरेर घर परिवार सुख दिन सकेछ त्यसैमा सन्तुष्टि छु त्यसैमा खुसी छु होइन अरू कसको लागि गर्नु दादी दाइ भाइ बहिनी जो छ अब